हेलो साथीहरु, हामी चाहिँ आज चेप्टी घुम्न गएको। साह्रै राम्रो रहेछ, हेर्न सक्नुहुन्छ। यहाँले कति राम्रो छ यी देख्न सक्नुहुन्छ। तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। साह्रै राम्रो छ, हरियाली छ। यहाँ गएपछि फर्केर आउन पनि मन लाग्दैन। देख्न सक्नुहुन्छ। तपाईहरुलाई म उता पनि देखाउँछु, देख्न सक्नुहुन्छ। यहाँनेरि नानी नाच्दैछ, भाइहरुसँग आएको। धेरै राम्रो छ क्या। यहाँ गएपछि फर्केर आउन मन लाग्दैन साथीहरु। यहाँ हेर्नु न, लभको पानाहरु हेर्नु, सबै थोक हेर्नुस्, देख्न सक्नुहुन्छ। यहाँ गेटहरु हेर्नु न। यहाँ गएपछि यस्तो सुन्दर छ, यस्तो हरियाली छ, फर्केर आउन मन लाग्दैन के साथीहरु। यस्तो चाहिँ राम्रो छ नि। यहाँ झरना यहाँनेरि झरना पनि छ। सबै थोक खेल्ने ठाउँहरु, नानी बाबुहरुलाई खेल्ने ठाउँहरु सबै थोक राम्रो छ। वातावरणहरु सबै राम्रो छ, देख्न सक्नुहुन्छ। यो पोखरी परनेरि देखिराख्नु भएको छैन, कस्तो दामी छ भने त्यहाँ झन्। यहाँ पनि देख्न सक्नुहुन्छ। यी पोखरीको बिचमा त्यो के भन्छ त्यही हो, देख्न सक्नुहुन्छ। अनि सबै थोक दामी छ साथीहरु। घाम पनि लागिरहेछ यी देखिनु। मेरो च्यानललाई लाइक सब्स्क्राइब सबै गरिदिनु होला। हेर्नु न, फ्लावर्सहरु कति राम्रो छ के। यहाँनेरि कस्तो राम्रो तालहरु छ। घुम्न गएपछि फर्केर आउन मन लाग्दैन। साह्रै राम्रो छ क्या चेप्टी। वाउ, देख्न सक्नुहुन्छ। यता आउँदै पनि हेर्नुस्। हेर्नु न, कमलको फुल फुलिरहेछ क्या, दामी फुलिरहेछ कमलको फुल। वाउ, फर्केर आउन मन नलाग्ने गरीको रमणीय ठाउँ छ क्या। यो चाहिँ इलाम दानाबारीमा पर्छ, कति हो त्यो चाहिँ मलाई पनि थाहा छैन। हेर्नु न, कमलको फुलहरु कस्तो राम्रो छ, कति राम्रो छ। यहाँ हेर्नु न, मयूर कस्तो राम्रो मयूर देख्न सक्नुहुन्छ। यहाँ हेर्नु, छाताहरु यस्तो राम्रो छ नि। यहाँ छाताहरुले यस्तो राम्रो सजाएको छ। हेर्नु न, नाङ्लोहरु सब छ क्या, कस्तो राम्रो छ। यहाँ देख्नुहुन्छ जरा, यो बसेर यस्तो रमाइलो गर्न ठाउँहरु पनि राम्रो छ क्या। पिकनिकहरु जानु पर्दा पनि पिकनिकको पनि सुविधा छ। हेर्नु न, कोलम्बस हेर्नु, कोलम्बस खेल्नु यस्तो मजा हुन्छ नि। यो वातावरण चिसो भएर होला कि यस्तो दामी हुन्छ कोलम्बस खेल्नलाई। यहाँ हेर्नु, गणेशजी पनि हुनुहुन्छ क्या। यहाँनेरि पानीहरु झरिरहेछ, यस्तो राम्रो छ कि, यस्तो दामी छ क्या यो ठाउँहरु। यो फुल हेर्नु न, कस्तो राम्रो फुल देख्न सक्नुहुन्छ। यो फुलहरु देख्न सक्नुहुन्छ, कस्तो राम्रो छ के। गएपछि तपाईहरुलाई फर्केर आउन मन लाग्दैन क्या साथीहरु। यस्तो चाहिँ राम्रो छ नि। मलाई त फर्केर आउन मन लागेको थिएन गएपछि। तर बाटो चाहिँ हेर्नु न, बाटो चाहिँ अलि आधी जति बाटो चाहिँ अलि अप्ठ्यारो छ। त्यो बाटो देख्दा चाहिँ नजानु जस्तो लाग्छ, तर वहाँ पुगिसकेपछि तपाईहरुलाई यति रमाइलो लाग्छ नि। तपाईहरु आफै बयान गर्न सक्नुहुन्न क्या, यस्तो राम्रो छ है बाटो। अब अरु त म के नै भन्न सक्छु र हैन। बाटो यो चाहिँ मेरो नङ है साथीहरु। यो लप्पु पाना हेर्नु न, कस्तो राम्रो छ के। नेपालको झण्डा हो क्या, यो चाहिँ नेपालको झण्डा साथीहरु। यो हेर्नु न, झण्डा झरना यस्तो राम्रो छ। यो झरनामा मैले फोटो खिचेको हो।